हामी गर्दिनौँ हल्को पानीले आकाशकै साथीले ल हे गाइज हामी चाहिँ टक्क लाएर यहाँ परतिर उसतिर हिँडेको। हेलो गाइज वेलकम टु माई युट्युब अनि तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज फेरि नयाँ ब्लग भिडियो बनाउँदैछु, तपाईँहरू हेर्नु होला, इन्जोय गर्नु होला। आज चाहिँ एउटा ठाउँ जाँदैछु साथीहरूसँग। कहाँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई यसमा थाहा पाइहाल्नुहुन्छ है, हेर्दै गरौँ, तपाईँहरूले देखिहाल्नुहुन्छ, म तपाईँहरूलाई देखाउनेछु। हेर्नु होला, इन्जोय गर्नु होला। ल है त ल। हेलो गाइज, ल अब हामी हेरौँ कहाँ जान्छ नि अब होइन। सबजना केटा रेडी भइसक्यो। अब हामी चाहिँ एउटा जानुपर्ने हुन्छ। ल गाइज हेर्दै गर्नु होला है तपाईँहरू। गाइज हामी चाहिँ भ्यू पोइन्टमा आयो मैले होइन। आयुष प्रवीण हामी चाहिँ आज टक्क माथि नाम चाहिँ पुगेर आज हामी कस्तो गर्नेवाला छौँ। सबजना केटाहरू आइसक्यो होइन। ढिलो गरेर आएको थियौँ, त्यही भएर यहाँ बसेर बस्ने भयो। अब चाहिँ यहाँबाट हामी जानुपर्ने हुन्छ। ल गाडीहरू मौसम चाहिँ दामी भइरहेछ अहिले होइन। मौसमले पनि दामी साथी रहेछ। केटाहरू पठाइरहेको छ हामी अगाडि। अरे तो वीडियो बन रहा है। भारी मिस्टेक हो गया सर। जाऊ जाऊ मौसम तो गाइस हामी चाहिँ यहाँ चाहिँ एकदम टक्क नभएर मौसमको चिकन खाने कि खाने बोल गाइजहरु हुन्छ भन
ल हामी चाहिँ भेरेटारमा टक्क भेरेटा लाग्छौँ ए स्प्रे ल यहाँ भेडामा जस्तो दामी टुप्पो खायो होइन यस्तो दामी मौसममा ल अब हामी त्यहाँबाट जानुपर्ने चाहिँ टक्कसँगले ल केटाहरू सबजना यहाँ सबजना ल भेट्दैछन् ल यस्तै गरौँ अहिले चाहिँ भेरेटारमा हामी यस्तो चिसो मौसममा हामी थुक्पा खाएर अरू केटाहरू अगाडि गइसक्यो हामी यहाँ पर्खिँदैछौँ यस्तो छ यो मौसम जाडो जाडो घुम्न आउनु होला बेस्ट ठाउँ छ है गर्मी हटाउनको लागि चाहिँ रेनकोट लगाएर जानुपर्ने हुन्छ पानी परिरहेको छ यहाँ भेटारमा चाहिँ होइन सेफ्टी फर्स्ट भनेको थाहा जाउँ ल जाउँ जाउँ ल ठिक छ नि अवस्था ठिक छ नि केटाहरूको पानी परेर यस्तो रेनकोट किनेर हिँड्नु परेको अवस्था अगाडि गाह्रो छ के गर्नु अब घुम्न निस्केपछि यस्तो भयो क्या अब एक्सपेक्टै गरेको थिएन यस्तो हुन्छ भनेर अब पानी पर्थ्यो ठिकै छ अगाडि अविनाश र अर्जुन तिनवटा बाइक अगाडि गइसक्यो अरू बेला अगाडि हामी दुईजना गाह्रो छ के गर्नु अब हिँड्नु पर्यो बाटो यस्तो छ सजिलो गाह्रो छ यस्तो छ है गाइस यस्तो छ मौसम मौसम अहिले भर्खरै अब यो के भयो यहाँको खै पाहाड कस्तो राम्रो हामीलाई त पाहाड बादलु बारीको देशैमा कालेसित चाहिँ कोही नजानु कालेसित चाहिँ कोही नजानु गलत बनायो ल गाइस आइसक्नु होइन अब चाहिँ ट्याक्सन राख्नु पर्यो ल आज हामी बस्नु गयो होइन हामी चाहिँ अब बस्नु पर्ने ट्याक्स भर्नु पर्ने हुन्छ एकछिन घुमेर जानु पर्ने ल गाउँकै भाइब्स ठ्याक्क कुखुराहरू यता हामी चाहिँ माथि माथि हाम्रो चाहिँ टक्क यहाँनिर पार्किङ यता हाम्रो अब हामी कहाँ जान आँटेको केटा हो छोइन नि त केटा त
यस्तो बाटो हेर्नु त बर्बाद भइहाल्यो नि ल बाटो खतम रहेछ होइन अनि यहाँ अब के गर्ने गर्ने भइरहेछ बाटोमा बाटोले बर्बाद बनायो नि त ल यस्तो छ है बाटो चाहिँ हेर्नु त ल ठ्याक्क गीत बज्छ ठ्याक्क 4 बजेको बुलेटिनमा तपाईँहरूलाई स्वागत छ। आज हामी चाहिँ यहाँ नाम्ची बजार सबैजना आइसकेको छौँ। यहाँ चाहिँ के रहेछ भने अलिकति हामी चाहिँ टक्क लाएर यसमा यो होमस्टेमा टक्क ल गाइज मभन्दा बुढो आगे तपाईँको गोला पछि पछि मेसी पिडी खानेलाई माया नदेऊ माइडी जानेलाई आगे आगे डाँडामा भेटेको त्यही तल भेटेको तिम्रो माया 1 2 3 4 गो बोतलको पानीले आँखा सल्काइ सानीले इज्जत गयो पिउने बानीले बोतलको पानीले चप्पा चुनाइ त टुल्केले चुनाइदे अर्को लगाउन सानीले इज्जत गयो पिउने तर मलाई भन्दा खोया बिर्के जाति बोतलको पानीले आँखा सल्काइ सानीले बोतलको पानीले आँखा सल्काइ सानीले संसारमा तुमसी लुक्ने ठुलो बल्ल बल्ल पाएको छोरो टाउको मात्रै ठुलो आगे आगे तपाईँको गोला दिक्तेल बजार लैलै सम्झना बिहानीको खाजासँगै म चाहिँ धनियाँबाट सुरुवात गर्दैछु। यो चाहिँ कुखुराको मासुबाट सुरुवात हुँदैछ हाम्रो चाहिँ हामी चाहिँ कक हान्दैछौँ है त ठ्याक्क टोयलेटको चप्पी मलाई किचनमा लाएर किन तमा सर भित्र भत्या त ल मर्छ क्या आज यो मलाई नदी अहिले हागेदैन भात मेरो के राखौ अनुशासन भन्ने जिरो डिसिप्लिनमा बस्ने गर न केटा हो डिसिप्लिनमा बस्ने गर। हामी चाहिँ टक्क भात हान्दैछौँ 3 जनाले ठ्याक्क 1 बजे 1 बजे राति केटाहरू झ्यापमा खान हल्का हाम्रो केटाहरू चाहिँ अब अरू चाहिँ टक्क यति भात हानेर चाहिँ गएर टक्क सुत्दिने हो। यो चाहिँ हाम्रो लोकल कुखुरा काँक्रा पापड सापड केही छैन त हाम्रो यो लोकल कुखुरा अगाइसक्यो अब हामी चाहिँ अहिले टक्क यस्तै छ है गाइज। हेलो गाइज गुड मर्निङ। ल हामी चाहिँ अब उठेर होइन उठिसक्यौँ होइन अनि अब यहाँबाट चाहिँ हामी जानुपर्ने हुन्छ केटाहरू यहाँ रेडी हुँदैछन् सबजना। ल यहाँनिर चाहिँ टक्क बिलसिल जोड्दैछन् होइन के कति भएको नि। ल
यस्तो छ यहाँ चाहिँ होइन यस्तै छ है गाइज टक्कसँग हेरिदिनु होला यहाँ के गर्दैछन् यो बकुली आयो हेरौँ त यहाँ आयुषान एनसी भएर हामी अब चल्दै गयो होइन हामी चाहिँ भेरोटारमा खानासाना खान्छौँ के गर्छौँ त्यहाँबाट टक्क बिस्तारै फोटोसोटो खिचेर अनि चाहिँ लाग्छौँ इटारीतर्फ अगाडि बढ्छौँ यस भजन हामी बसेको चाहिँ यहीँ हो है गाइज यस्तो छ ल गाइज अब हामी एउटा फर्किनु पर्ने हुन्छ यस्तो छ यहाँनिर यस्तो दामी बादल लागिरहेछ यहाँ चाहिँ के हो बोल्नु पनि भएको छैन त केटाहरू यहाँ बसेर डिस्कस हान्दैछन् चस्मा लाग हेर्नु पर्यो क्याप्ने होला यार दुई भाइकामा टेन्स भयो यस्तो छ सो हेलो गुड मर्निङ गाइज हामी चाहिँ टक्कल लाएर हिजो यता होमस्टेमा बसेर साथीहरूसँग घुम्न आएर अब आज फर्किने बेला भइसकेको छ हाम्रो यता दोजना हुनुहुन्छ हाम्रो अभिषेक के अविनाश यता हुनुहुन्छ हाम्रो अर्को कालीप्रसाद बास्तोला यता हुनुहुन्छ हाम्रो अर्जुन दाई घाट्स ब्याप्स बिहार्स टुल्स ठिक छ अब यस्तो दामी ठाउँ छोडेर जानु लागेको छ हामी चाहिँ होइन अब के गर्नु अब जानै पर्यो त्यहाँ फेरि ओइ के हो सायद चोर हो अन्न सन्न छोपेर यता चाहिँ टक्क चाहिँ म चाहिँ यता छु होइन यस्तो राखान्तीमा थियो के बोक्छ अनि यता हुनुहुन्छ हाम्रो दाइ जानुभयो ल कहाँ जानुभयो कडा ल ल ल ल राम्रोसँग ल ठिक छ ल यो घरलाई टाटा गर्छौँ हामी फेरि नेक्स्ट टाइम आउनु सक्छौँ होइन नेक्स्ट टाइम हामी आउनु सक्छौँ टिकटक नि बनाउँछौँ हामीलाई भरे हाम्रो टिकटक चाहिँ आउँछ होइन ल लाग्यो है लाग्यो साथी नाम त्यसको लाग्यो साथी ल ल लाग्यो फर्के अब है रमाइलो चाहिँ हुन्छ नि कि अब केटाहरूसँग भएपछि होइन अब भरे रमाइलो पनि यति भयो कि है रातको एकजना केटाहरू त अब हुन्छ नि के भन्नु अब जोसमा होइन माछा त सब देखेर त जन्ती यस्तो भइरहेछ अनि ल ल ल ल दामी छ दामी बबाल छ है रमाइलो भने केटा बिहान कस्तो भयो भन त ट्रिप हाम्रो समीर सान कस्तो भयो समीर हाम्रो आजको बवाल भयो यार आजको नि हिजो त कस्तो भयो दामी भयो बित्तु कस्तो भयो बित्ती दामी एउटा केटाहरूसँग है मलाई केटा कुदाउनु दियो रानबाट तिमीहरू कुदाउ न ल ठिक छ अब सबै ए यता बाइक छ स्कुटी छ है यता हुन्छ ल सबजना हिँड्नु लाग्यो अब लाग्यो भाइहरू लाग्यो भाइ लाग्यो भाइ हामी त फेरि बाइक साइकमा आएर लागिसक्यो ल राख्छ यहाँ माछा एकछिन फोनै पक्रिनु भएन ल यता दायाहरू साथीहरू छ ल केटा आऊ बित्तु हजुर लागेको थियो अब कस्तो दामी मसँग छोडेर जानु पर्यो के गर्नु अब यता घर छैन बसिहालेको अनि एक रात बसियो साथीहरूसँग इन्जोय हान्यो है दाइ ल ल साथीहरू हामी चाहिँ लागिसकेको छौँ है बढी गाह्रो भएर कुद साथी कुद मेरो साथी कुद अनिरु यहाँ यो पर्दैन क्या यस्तो उकालो थियो है आमामा धन्न यहाँ आएन अझै पानी परेको छ नि हो पानी परेको छ बर शीतले गर्दा यस्तो बाटो चाहिँ हेर यस्तो पानी परे जस्तो भइरहेको छ यता चाहिँ है बाटो देखाइदियो बाटो जनताहरूलाई बाटो चाहिँ देखाइदिरहेको छ तर अगाडिको जनताहरू त डेन्जर कोही पनि नआउनु होला
कस्तो नआउनु गर्लफ्रेन्डसँग आउने भए चाहिँ हिँड्दै आउनु बेस्ट हो हाइकिङ लागि केटाहरूसँग आउने हो भने चाहिँ साधनमै आउँदा राम्रो नभए त अब के भनेर गाइस भिड छ पहाडमा चाहिँ भिड खतरा सबबाट अगाडि छ होइन अनि हामी चाहिँ पछाडि छौँ नजिक नजिकै छ त यो भिड चाहिँ यस्तो डेन्जर चाहिँ तिम्रो वान मिस्टेक आमा भएर म्या झर पनि त क्लिक झनै झरेको हामी होइन अनि त्यो भिडबाट झरेर साथी मरिन्थ्यो साथी 100 नि ल हाम्रो दिन थियो भनौँ न दिन त्यो बचियो रमाइलो गऱ्यो एकात भयो भने अब इन्जोय हानेको परे भयो सुत्न चाहिँ पाएको छैन सुत्न त पाएकै छैन केटाहरू सुत्न अब साथी त्यो उल्टो भयो ल आइपुगिसक्यो भिडियो म त एउटा भिडियो त सबजना त पाछे हो त मैले मोमो खान्छु कसैले त्यहाँ मोमोमा चिकन थुक्पा भन न मलाई समीर बिहाल ल गाइज अब हामी आज फर्किँदैछौँ मिटरी अब चाहिँ हामी फर्किनु पर्ने छ अहिले हामी भेटाएर बस्यौँ होइन अहिले हामी भेटाएर आइपुगिसकेको छौँ सबजना केटाहरू हल्का पानी पनि पर्दैन हामी लाग्दैछौँ होइन भाइ यस्तो छ हेर्नु त यस्तो छ भेटारको मौसम दामी छ यो पर्दा ल गाइस अब हामी फर्कियौँ हामी चाहिँ धेरै टाढा पुगेर एकदम धरानतिर फर्किँदैछौँ अगाडि छन् यहाँ गाई चिन्नेहरू पनि आउँदैछन् गाईहरू होइन यस्तै हो ल हामी चाहिँ धेरै टाढाबाट टक्क झरिसक्यौँ होइन झर्दैछौँ मासुलाई पानी परेर बाटोमा लास्ट यस्तो छ होइन बाटो चाहिँ ओभर छ यार इटलीमा मैले स्वर्ग आए जस्तो फिल भइरहेको छ होइन गाइड्सहरू त्यस्तै हो होइन केही बोलिदिनुहोस् म केही बोल्दिनँ मैले यहाँनिर भिडियो बनाएको ठाउँ यस्तो सुताएर बाइक बनाउँदैछु यही हो ल समीर सान पनि हाम्रो ग्याङ होला यो चाहिँ ल गाईहरू यस्तै छ भन्न धरान झरिसक्यो अब अलिक इन्स्टाग्राममा पक्रिन्छ होला साथमा तपाईँ हो कसमा लाइसेन्स छैन भइहाल्छ धरान झरिसक्यो जस्तो हामी होइन एकदमै राम्रो झऱ्यो यस्तो फर्की चाहिँ छैन दसजना गएको थियौँ सबजना अगाडि एकजना दुईजना दुईवटा स्कुटी प्लस तिनवटा बाइकमा गएको थियौँ होइन अनि यसो मिल्नु लड्यो होइन अगाडि चाहिँ सब अगाडि छौँ हामी चाहिँ ल ट्रेनिङ सेन्टर होला लागि होइन अब एकदम धरानको जिउ पनि अगाडिको त्यही छ हामी फेरि धरान पुरै झरिसकेको छ हेर्न सक्नुहुन्छ होइन तर यसको वेदर चाहिँ गुड छ बट लास्ट फिल चाहिँ भइरहेको छ कति हुन्छ नि त मान्छे भेटार नाम चाहिँ हेर्नु त सो त्यो पनि टुरिस्ट बढी मान्छे होइन अनि अब धरानमा त के भन्नु यस्तो अब धरानमा त
अर्कै हेर्नु त्यति चाहिँ हेर्न आउने प्लान छ